लभ एट फर्स्ट साइट भनेर त सुन्नुभएको थियो होला, तर लभ एट फर्स्ट बाइट भनेर कहिले सुन्नुभएको थियो हो। त्यस्तै भयो कि मलाई चाहिँ बुलडग खाँदाखेरि है, मैले फर्स्ट टाइमले ट्राई गरेको, तर फर्स्ट टाइममै यति मिठो लाग्यो कि मलाई यस्तो मिठो होला भनेर मैले एक्सपेक्टेसन पनि राखेको थिइनँ। तर त्यो अस्ति मैले कप नुडल्स खाएको थिएँ नि, त्यो चाहिँ मलाई कति पनि मिठो लागेन। तर यो प्याकेटवाला त जस्ट वाउ कि कस्तो मिठो थियो कि मैले यो प्याकेटवाला जस्तै होला भनेर त कपवाला पनि खाएको थिएँ, तर त्यस्तो चाहिँ थिएन कि यो प्याकेटवाला जस्तो त कति पनि थिएन। अनि हेर्नु न, म चाहिँ यहाँ रामेन खाँदैछु कि है, बुलडग यो ब्ल्याक वाला, अनि यो के हट चिकन फ्लेभर भन्नेवाला हो। यो चाहिँ कस्तो चिवी, कस्तो मिठो, गुलियो गुलियो है। एक्स्ट्रा स्पाइसी लेखे पनि स्पाइसीको नाममा केही पनि थिएन, किनकि यो कोरियन नुडल्स हो नि त, अनि कोरियनहरूले खासै स्पाइसी पनि खाँदैनन्। अनि हेर्नु न कस्तो मिठो के गुलियो गुलियोवाला थियो कि। त्यो ब्ल्याक बिन्स भन्ने पाइँदो रहेछ, त्यो ब्ल्याक बिन्स पेस्टबाट बनाउँदो रहेछ कि। त्यो कालो कालो देखेर चाहिँ मलाई एकदमै स्पाइसी होला सोचेको त त्यो त लास्टमा गएर ब्ल्याक बिन्सको पेस्ट रहेछ क्या। अनि चाहिँ खासै पिरो पनि हुँदैन। हजुरहरूले पनि एकचोटि ट्राई गर्नु होला है त। अनि हजुरहरूले चाहिँ कुन कुन फ्लेभरहरू चाख्नु भएको छ यो बुलडगको चाहिँ मलाई भन्नु होला है। मैले चाहिँ एउटा चिज फ्लेभर लिएर आएको छु, तर खाने मौका चाहिँ पाएको छैन। बनाएर खान्छु अनि यसरी नै रिभ्यू दिन्छु भनेर सोचिरहेको थिएँ, त्यो चाहिँ खाने मौका पाएको छैन। हजुरहरूले चाहिँ कुन कुन खानुभएको छ भन्नु होला है त। ल, गुड नाइट साथीहरू, अनि फलो गर्न चाहिँ नबिर्सिनु होला।